हेलो गाइस, मनमा जे जस्तो भयो पनि टेन्सन भए पनि अब खाना चाहिँ खानु पर्यो है साथीभाइ। ल आज फर्स्ट टाइम हान्दिउँ न लेग पिस। माथिबाट आउनु। हेलो, कसो लाग्यो तिमीलाई? ल डायमन्ड भएकोमा चाहिँ जसले जति जस्तो भने पनि म खाने त छोड्दैन। फ्राई आलु ल मिठो लागेको छ र गरिबको मुखमा यस्तै हो। हामी त गरिब हो। जसरी कुरा काट्न मन लाग्छ काट्दै गर्नु होइन। अर्काको कुरा नकाटिकन भात पच्दैन साथीभाइ। थाहा भएको कुरा हो। सामने चाहिँ तिमी लेख्नुहोस्। खाऊ खाऊ सक्नुपर्छ। ऊ हाम्रो भाइले पनि हेर्न आइरहेछ। जाऊ कतै बाहिर जाऊ, सानो बाहिर जाऊ। सानो कुखुरा आइरहेछ। कामै भएन आज त मिठो नमिठो यस्तै हो साथीभाइ। जसले